हेलो नमस्ते दर्शकबिन म तपाईँहरूलाई आज यो हाम्रो दोलखा जिल्लाको प्रसिद्ध पर्यटकीय स्थल सैलुङको सयथुम्कामा घुम्न आउनुभयो र ग्रेट वाल चढ्नको लागि आउनुभयो भने तपाईँलाई यहाँ बास कहाँ बस्ने भनेर होटलको खोजीमा हुनुहुन्छ भने म तपाईँहरूलाई आज एकदम सुन्दर कटेजको रूपमा रहेको होटलहरू देखाउन गइरहेको छु। यो चाहिँ हाम्रो सैलुङ गाउँपालिकाको कालापानी भन्ने स्थानमा रहेको छ। यतापट्टि देख्न सक्नुहुनेछ यहाँ एउटा गाडी पार्किङ, उतापट्टि गोलघर रहेको छ र यहाँ गोलघरको अगाडि ठ्याक्क सानसानो कटेज अत्यन्त सुन्दर कटेजहरू रहेका छन्। र यो कटेजमा सैलुङमा कसरी आउने होइन, अनि यहाँ बसेको कति लाग्छ, अनि कसरी यो बेडहरू रुमहरू चाहिँ कसरी उपलब्ध हुन्छ होइन, यहाँको अनि प्याकेज कसरी छ, यो सम्पूर्ण कुरा चाहिँ म तपाईँहरूलाई यहाँ होटलको व्यवसाय गरिरहनु भएका व्यवसायीसँग तपाईँहरूलाई जानकारी पनि दिन गइरहेको छु। र आज म तपाईँहरूलाई कटेज लिएर गइरहेको छु र सैलुङ स्थित कालापानीमा बनेको एकदम सुन्दर कटेजहरू रहेका छन्। यहाँ देख्न सक्नुहुनेछ। ओके, यो अत्यन्तै रमणीय स्थलमा रहेको कटेजहरू छन्। यसरी तपाईँले सैलुङ घुम्न आउनुभयो भने यहाँ बास बस्न सक्नुहुनेछ। यता कतिवटा छन्, यहाँको स्थिति के कस्तो छ, यो निर्माण हुँदैछ, निर्माणको चरणमा छ। एकदम सुन्दर छ, हेर्नु होला। ओके, सुन्दर कटेजहरू रहेको छ। यहाँ तपाईँलाई सैलुङ घुम्न आउँदा बास बस्नको लागि तयार पारिएका यी कटेजहरूमा म लिएर गइरहेको छु। यो चाहिँ पहिलो नम्बरको छ र अलिकति सबै देखाइसकेपछि यसको बारेमा विस्तृत रूपमा जानकारी गराउनको लागि हामीसँग यहाँको होटल व्यवसाय पनि हुनुहुन्छ, उहाँसँग पनि म कुराकानी गराउनेछु। आज हेरौँ, अत्यन्तै सुन्दर ठाउँमा यसरी मजाले फ्यामिली ल्याएर बस्नको लागि कटेजहरू निर्माण भएका छन्। हेर्नुहोस् होला, यो कटेज यसरी निर्माण भएका छन्। यसरी यो एउटा तल यसरी कटेज छन्। यो त हामीसँग यसरी 19 कतिवटा ब्लक छन् रे सर? 19वटा। यसरी सुन्दर कटेजहरूमा यहाँले बास बस्न सक्नुहुनेछ। म तपाईँलाई अझ यहाँभन्दा माथि पनि लिएर जाँदैछु। यो चाहिँ हाम्रो सैलुङको कालापानीमा पर्छ है हजुर। कालापानीमा एउटा कटेज यहाँ भयो, दुईवटा छ। यहाँभन्दा माथि हेर्दा लिएर जाँदैछु। ओके, हिउँ परेको बेलामा झन्डै मनमोहक हुनेछ। र अर्को कटेज रहेको छ यहाँ गेस्टहरू हुनुहुन्छ। तपाईँहरू पनि यसरी सैलुङ घुम्न आउनुभयो भने अनि कहाँ बस्ने भनेर चिन्ता गरिरहनु भएको छ भने यसरी छुट्टै फ्यामिलीसहित बस्न मिल्ने गरी कटेजहरू निर्माण भएका छन्। ओके, त्यहाँ 3वटा छन् र फेरि लिएर जाँदैछु म तपाईँहरूलाई। यहाँ देख्न सक्नुहुनेछ, एकदम रमणीय वातावरणमा, प्राकृतिक वातावरणमा अत्यन्तै सुन्दर डाँडामा रहेको कटेजहरू सुन्दर तरिकाले निर्माण भएका छन्। तपाईँहरूलाई सैलुङ घुम्न आउँदै हुनुहुन्छ भने यहाँ बास बस्नको लागि एकदम राम्रो रहेको छ। हेर्नु देख्न सक्नुहुनेछ, वासस्थानको लागि तपाईँहरूलाई निर्माण भइरहेको वासस्थान। सैलुङ घुम्न आउँदाखेरि बास कहाँ बस्ने भनेर तपाईँलाई चिन्तै गर्नु पर्दैन। यस्ता आकर्षक बस्ने ठाउँहरू निर्माण भइरहेका छन्। तपाईँहरूले आउँदाखेरि कसरी आउने, कहाँ बुकिङ गर्ने, म तपाईँलाई यहाँका होटल व्यवसायीसँग प्रत्यक्ष कुराकानी गरेर भिडियो मार्फत यहाँहरूलाई जानकारी
दिनेछु। ओके, देख्न सक्नुहुनेछ तपाईँले बस्नको लागि। अनि यो कटेजमा कस्ता कस्ता खालका बेड रहेका छन् तपाईँहरूलाई म देखाउनु रहेको छु। यहाँ सिङ्गल डबल जस्ता खालकै यसरी सफा तरिकाले चटक्क बनाउनु भएको छ, देख्न सक्नुहुनेछ तपाईँले। यसरी बेडहरू रहेका छन्। एकदम सैलुङ घुम्न आउँदाखेरि तपाईँलाई बस्ने ठाउँको एकदम चिन्ता हुन्थ्यो 1-2 वर्ष अगाडि। अहिले यसलाई पुरा त्यो समस्याबाट समाधान गरेर बस्न लायक ठाउँहरू निर्माण गर्नुभएको छ। र यहाँ जुन पर्यटकहरूको लागि सेवा सुविधा दिइराख्नु भएको छ, उहाँहरूलाई अझ उत्कृष्ट सेवा सुविधा दिनको लागि पनि म अनुरोध गर्दछु। यो चाहिँ यहाँ है हामीसँग टन्न यस्ता कटेजहरू होटलहरू निर्माण भइरहेका छन्। अब तपाईँलाई सैलुङ घुम्न आउँदाखेरि कहाँ बस्ने भन्ने चिन्ता चाहिँ फिटेकै छैन। र म तपाईँहरूलाई होटल व्यवसाय गरिरहनु भएका यी एकजना व्यवसायीसँग कुराकानी गरेर देखाउने छु है त। दर्शकबिन नमस्ते, म तपाईँहरूलाई आज यो हाम्रो सैलुङ गाउँपालिका र यतापट्टि हाम्रो रामेछापको सैलुङ र रामेछापको सङ्गम स्थल सैलुङमा आउँदाखेरि बास कहाँ बस्ने होइन, अनि यहाँको वस्तुस्थिति कस्तो छ, पहिला कस्तो थियो होइन, अनि यहाँका समस्याहरू के हुन्, अनि पर्यटकहरूले कस्तो ठाउँमा बास बस्न खोज्दैछन्, यसको लागि म थोरै जानकारी गराउनको लागि यहाँ हाम्रा आज यो सैलुङ गाउँपालिका वार्ड नम्बर 3 का होटल व्यवसायी भक्तबहादुर श्रेष्ठ हुनुहुन्छ। उहाँसँग म तपाईँहरूलाई यो सैलुङमा आउँदाखेरि कसरी आउने, अनि यो सैलुङको विशेषता चाहिँ के हो खास, अनि सैलुङमा आएपछि यहाँलाई खाना बस्न यहाँहरूले कसरी सेवा सुविधा दिइरहनु भएको छ, यो तपाईँहरूलाई जानकारी गराउन चाहन्छु। ओके, यो तपाईँहरूलाई योभन्दा अगाडि अब म पनि सैलुङ गाउँपालिकाकै हो। पर्यटकहरू यहाँ सैलुङमा घुम्न आउँदाखेरि बस्ने खाने सुविधाहरू एकदम थिएन। अहिले तपाईँहरूले यसलाई कन्टिन्यू गरेर सुविधा दिन खोजिरहनु भएको छ। अनि पर्यटकहरू तपाईँले होटल व्यवसाय गरिसकेपछि पर्यटकहरूको आगमन चाहिँ कतिको छ? एकदमै नमस्कार। हजुरको युट्युब च्यानल मार्फत मैले केही शब्द यो कालोपानी सैलुङको बारेमा भन्नु पाउँदाखेरि म एकदमै खुसी छु। यहाँ चाहिँ यो पछिल्लो समयमा यहाँ ग्रेट वाल, मिनी ग्रेट वाल बनिसकेपछि आन्तरिक तथा बाह्य पर्यटकको एकदमै भिडभाड हुने भयो। त्यसपछि यहाँ बास बस्ने ठाउँ पनि नहुने स्थितिले त्यसपछि यहाँनिर चाहिँ सेवा दिने र साथसाथै केही पैसा पनि कमाउने हिसाबमा हामीले होटल व्यवसाय सञ्चालन गर्यो। अहिले हामीले यहाँनिर माथि व्हाइट हाउसमा 12वटा र यो 7वटा गरेर 19वटा र गोलघरमा 10वटा गरेर झन्डै हामीले 100 जना जति गेस्टलाई चाहिँ हामीले यहाँ सेवा सुविधा दिन सक्ने अहिले क्षमताको रुम बनाएको छ। र हामीले यहाँनिर पर्यटक आउनेलाई राति हामीले यहाँ बार्बिक्यूदेखि लिएर आगो बालेर इन्जोय गराउने काम गरिरहेछ। आगो पर्यटकहरू धेरै नै खुसी भएर गएको छ। तपाईँलाई यति युवा हुनुहुन्छ, युवा व्यवसाय होटल लाइनमा हात हाल्नु भएको छ। यहाँ योभन्दा अगाडि होटलहरू थिएनन्, आँट गर्ने मान्छे पनि भएनन्। योभन्दा अघिल्लो सरकारले गाउँपालिकाले घडेरी बनाएर 2 लाख रुपियाँ अनुदान दिन्छ भन्दा पनि होटल बनाएनन्। अहिले तपाईँहरूले आफैले आँट गरेर बनाउनु भएको छ। स्थानीय सरकारबाट यहाँहरूलाई सहयोग कस्तो छ? स्थानीय सरकारबाट त अब अहिले खासै सहयोग त त्यस्तो मिलेको छैन। यहाँ चाहिँ अलिकति पहिला हामीले अघिल्लो सरकारले यहाँ ठेका मार्फत हामीले ठेका लिएको 30 वर्षको एग्रिमेन्ट गरेर हामीले यो जग्गा लियौँ। लिइसकेपछि हामीले काम सुरु गर्यो र अहिले चाहिँ यो मुद्दामा गइरहेछ। स्थानीय सरकारले खासै त्यति चासो दिएको छैन, मुद्दा चलिरहेछ। म कहिलेकाहीँ सुन्दाखेरि यहाँ पर्यटकहरू आउँदाखेरि यहाँ चाहिँ व्यवसायहरूले मनपरी तरिकाले खानाको पैसा लिनुहुन्छ, अलिकति मनपरी गर्नुभयो, महँगो भयो भन्ने पर्यटकहरूको गुनासो पनि छ। पछिल्लो पटक यहाँ व्यवसायहरू मनोमानी पनि गर्दै गएको भन्ने सुनिन्छ। यहाँ पर्यटकहरू आउँदाखेरि हजुरको होटलमा चाहिँ बस्न आउँदाखेरि बसेको एकजनाको 3 प्याकेजमा लिनुहुन्छ कि, अनि रुमको कसरी छ, खानाको कसरी लिनुहुन्छ,
यो पनि एकपल्ट जानकारी गराइदिनु। हजुरले एकदम राम्रो प्रश्न सोध्नुभयो। यो हामी आउनुभन्दा अगाडि यहाँ 1 बोतल मिनरल वाटरको नि 50 रुपियाँ लिने गरेको हामीले पनि पायौँ, हामीले पनि तिरेको नै हो होइन। अब हामी आइसकेपछि अहिले त्यो टोटल हटेको छ। अहिले 1 बोतल पानी 20 रुपियाँ 25 रुपियाँमा पाइन्छ नर्मल। हामीले यहीँको लोकल चामलको खाना खुवाउँछौँ, हामीले 350 मा चिकन खाना खुवाउँछौँ। यहीँको सबै प्राय अर्ग्यानिकै हुन्छ, तरकारीदेखि लिएर सबै। त्यसपछि हामीले यहाँनिर रुमको नि 1000देखि 1000 रुपियाँमा बेलुकाको खाना, त्यसपछि बिहानको ब्रेकफास्ट सबै गरेर नि जान सकिन्छ। र 1000देखि 1500 2000सम्मको रुम छ हाम्रो चाहिँ। स्तरीय रुमहरू 2000सम्म छ, त्यसमा ब्रेकफास्टमा अलिक फरक हुन्छ। अब यहाँ तल बस्ने 1000 रुपियाँकोमा अलिकता त्यही खानामा अलि थोरै हुन्छ। एकजना प्याकेजमा आउँदाखेरि कति तिर्नु पर्यो? एकजना अग्रिम दिन शुक्रबार आउने, शनिबार जाने गरेर आउँदाखेरि कति तिर्नु पर्यो? 1000देखि 2000सम्मको हाम्रो प्याकेज छ। भनेपछि यहाँबाट काठमाडौँबाट यहाँ आउने गाडी पनि व्यवस्था हुन्छ होइन? गाडी पनि व्यवस्था हुन्छ, गाडीको छुट्टै एक्स्ट्रा हुन्छ त्यसमा चाहिँ। यहाँ बस्ने भनेपछि यहाँ बसेको र बिहान ब्रेकफास्ट डिनर लन्च गरेर चाहिँ 1000देखि 2000 होइन? 2000सम्म। अनि त्यसपछि आएको र गाडी भाडा गएको चाहिँ त्यो चाहिँ छुट्टै पर्यो। त्यो चाहिँ छुट्टै पर्छ। छुट्टै पर्यो। अनि भनेपछि यो ग्रुपमा आउनेलाई ग्रुपिङहरूलाई ग्रुपमा आउँदाखेरि डिस्काउन्टहरू दिने सुविधा त्यसमा डिस्काउन्ट हुन्छ। डिस्काउन्ट हुन्छ हजुर। अनि तपाईँले काठमाडौँबाट तपाईँको यहाँ आउनु पऱ्यो, सैलुङ घुम्न आउनु पऱ्यो, होटल बुकिङ गर्नु पऱ्यो भने तपाईँलाई, अनि त्यसपछि प्याकेजमा आउनु पऱ्यो भने सम्पर्क गर्ने कुन कुन ट्राभल्सहरूले चाहिँ यो काम गरिरहेको छ? गौतम होलिडेज, मनोकामना, यो चाहिँ थुप्रै ट्राभलहरूले कुन कुन स्थानमा छन्? नयाँ बानेश्वरमा छ एउटा। हजुर। एउटा गौतम होलिडेज चाहिँ कतातिर छ मलाई नि खासै, हाम्रो सन्तोषले बुकिङ लिन्छ, अर्को साथी छ। यस्तो कटेजहरू कस्तो राम्रो बनाउनु भएको छ तपाईँहरूले होइन? यसमा लगानी पनि अलिकति टनै लाग्यो होला। अनि अब गाउँपालिकाबाट तपाईँहरूले अपेक्षा राखेको अझै बाटो पिच हुनुपर्ने पिच भइरहेको छैन, गाउँपालिकाले के गर्दै हुन्थ्यो हामी यो होटल व्यवसायको लागि भन्ने तपाईँको अपेक्षा छ? अब स्थानीय सरकारले त अब हामी अहिले मुद्दा खेपिरहेको छ, यसलाई चाहिँ अब एउटा समाधान निकालिदिए हुन्थ्यो भन्ने अपेक्षा हो। अब व्यवसाय यो थप संरचना बढाउन सकिरहेको छैन, सुविधा दिन सकिरहेको छैन। अब यहाँ दिनलाई गर्न धेरै छ, तर यही अब यो झन्झटिलो मुद्दाको कारणले चाहिँ अब यो थप संरचना बढाउन सकेका छैनन्, सेवा सुविधा पनि दिन सकिरहेको छ। अहिले गाउँपालिकाबाट होइन यो चाहिँ जहाँबाट रोकियो संरचनाहरू नयाँ निर्माण नगर अथवा रुखटोक गर अथवा केही समयको लागि रोक भनेको छ कि यसलाई कन्टिन्यू बनाउँदै हुनुहुन्छ? यो कन्टिन्यू बनाउँदै हुनुहुन्छ, मुद्दा चलिरहेको छ। अब यो बनाउनु थप संरचनाहरू बनाउन पाउने कि नपाउने यो त्यस्तो त खासै केही निर्णय गरेको छैन। अनि तपाईँहरू त यत्रो अब गाउँपालिकाले समन्वय गर्दैन, अनि त्यसपछि यहाँ चाहिँ तपाईँहरूलाई अब पहिले गाउँपालिकाले सम्झौता गरेर जग्गाहरू दिएको छ, अनि केही गरी अब तपाईँहरूको यो चाहिँ संरचना भत्किने अवस्था हो भने तपाईँहरूको लगानी डुब्ने भयो। यसको लागि गाउँपालिकाले के गर्दै हुन्छ जस्तो यहाँलाई लाग्छ? होइन, मलाई त तपाईँको यो मान्छेहरू किन विदेशी हो होइन, नेपालमा किन टिकेन? हामी चाहिँ अब अहिले कुनै पनि युरोप कन्ट्रीमा, सामान्य युरोप कन्ट्रीमा जाँदा पनि 20-25 लाख रुपियाँ नर्मल लाग्ने देखेको छ। 20-25 लाख रुपियाँ सबै ऋणै खोजेर जाने हो विदेश होइन। त्यो पैसा चाहिँ तपाईँको हामी पनि भएको मान्छे होइन होइन। अब यहीँ तल देउरालीको मान्छे हामी, अब हाम्रो बुवाहरू खेती किसान नै गरेर बसेको हो होइन। अब केही पैसाहरू ऋण खोजेर होइन विदेश जाने पैसा चाहिँ यहीँ लगानी गरौँ भनेर हामीले सुरु गऱ्यौँ, तर राज्यको नीति यो गलत भइदियो होइन। अहिले अब अलिकति चल्दै गयो, यहाँनिर चाहिँ पर्यटन चाहिँ भिडभाड हुँदै गइसकेपछि सबैको यहाँनिर चाहिँ डा भयो। त्यो भएपछि अहिले यहाँ मुद्दा चलिरहेछ। अब यो भत्काउने स्थिति भयो भने त हामी त पुरै रोडमै हो। अब यसको लागि गाउँपालिकाले विशेष अनुरोध गरिदियोस् भन्ने कुरा चाहिँ यहाँहरूको छ हो। गाउँपालिकाले अहिले कालापानीमा हामी 1-2 वर्ष अगाडि आउँदाखेरि काहीँ होटलहरू एकदम थिएनन्, खाजा खान पनि समस्या पर्थ्यो। अहिले संरचना जताततै आफ्नो मन लागि लथालिङ्ग बनिएका छन्। यसको लागि चाहिँ यहाँहरूलाई कस्तो भयो भने चाहिँ अझ पर्यटकहरूलाई उत्कृष्ट सेवा सुविधा दिन सकिन्छ जस्तो लाग्छ? यो चाहिँ अब विशेष गरी त हामीले भन्दा नि स्थानीय सरकारले चाहिँ एउटा यो सैलुङ कालोपानी चाहिँ कस्तो बनाउने भनेर एउटा अघिल्लो सरकारले चाहिँ एउटा ग्रेट वालको अवधारणा लियो होइन। त्यसपछि अहिले अब चाइना जानु पर्थ्यो ग्रेट वाल हेर्नलाई, चाहिँ अहिले चाहिँ सानो एउटा मिनी ग्रेट वाल भनेर यहीँ सैलुङमै एउटा ग्रेट वाल हेर्न आउनु पाउने एउटा सुविधा बनाएको छ सैलुङ सरकारले होइन। यो अहिले चाहिँ के गर्नु पर्थ्यो भने यो संरचना लथालिङ्ग बनाएको छ
होइन यो चाहिँ एउटा गाउँपालिकाले चाहिँ कन्ट्रोलमा गरेर नक्सा पास गरेर मात्रै बनाउने, त्यसपछि कस्तो डिजाइन बनाउने, होइन कलर लगाउँदा पनि एउटै कलर लगाउने, होइन एक्स्ट्रा अलिकति सैलुङ आउने मान्छेले चाहिँ यहाँको विशेष के हो भन्ने कुरा एउटा गरिदिनु भएदेखि धेरै राम्रो हुन्थ्यो। यो चाहिँ अलिकता नभएकै देखियो। भनेपछि अब तपाईँले यो सैलुङको यो ग्रेट वाल सैलुङका थुम्का घुम्न आउने पर्यटकहरूलाई भरपुर उत्कृष्ट सेवा सुविधा दिनुहोला। यहाँको यो लगानी पनि नगुमोस्। तपाईँले गर्दा सैलुङका गाउँपालिकाका र अन्य युवा साथीहरूलाई पनि व्यवसायमा एउटा लगानी गर्ने वातावरण बनोस् भन्दै अब तपाईँहरूलाई यहाँ आउने ग्राहकहरूलाई अथवा सैलुङ घुम्न आउने पर्यटकहरूलाई अन्त्यमा के भन्न चाहनुहुन्छ? सैलुङ घुम्न आउने ग्राहकहरू पर्यटकलाई अब यहाँ तल ढुङ्गे भन्ने ठाउँ यहाँबाट 2-3 किलोमिटर तलसम्म पिच हुँदैछ होइन। अहिले अलिकति अफरोड छ, देउरालीसम्म पिच बाटो छ। अब यहाँनिर चाहिँ हजुरहरू आउनलाई चाहिँ एकदम हाम्रो यहाँनिर अगाडि बार्बिक्यू दाउरा बाल्ने यहाँ पुरै मनोरञ्जन लिने हुन्छ। अहिलेसम्म हाम्रोमा आएको मान्छेहरू चाहिँ सबैजना खुसी नै भएर गएको छ। अब हामीलाई फेरि सबैजना साथीहरू अब ग्राहकहरू चाहिँ खुसी भएर गएको नै हामीलाई एकदम राम्रो लाग्छ। एकचोटि सेवा गर्ने मौका दिनुहोस्। जस्तो यो सैलुङमा यो होटलहरू यत्रतत्र बनिरहेका छन् आफ्नो आफ्नो मन खुसीले। अब कुनै पनि एउटा मापदण्ड भयो भने सबै होटलहरूका कोठाहरू उत्कृष्ट भयो भने होइन, खानामा एकरूपता भइदियो, बस्नमा एकरूपता भइदियो। अनि यो गर्ने एउटा चाहिँ स्थानीय होटल व्यवसायहरूको एउटा चाहिँ समिति बनाएर त्यो एउटा निगरानी चाहिँ एउटा समिति जस्तो बन्यो अनि एउटा त्यो मापदण्ड तयार भयो भने अझ यहाँ चाहिँ व्यवस्थित हुन्छ जस्तो लाग्छ मलाई। एकदम हजुरले भन्नुभयो एकदम ठिक हो। यहाँनिर होटल व्यवसाय सबैजना मिलेर चाहिँ यसलाई चाहिँ कसरी सेवा सुविधा दिने होइन, रेटमा पनि कसरी चाहिँ मिनिमाइज गरेर चाहिँ जाने भनेर चाहिँ यहाँ अहिले यो फोहोरहरू पनि लथालिङ्गै स्थिति भएको छ होइन। अब यहाँनिर त्यसको चाहिँ एउटा डम्पिङको व्यवस्थापन गर्ने यहाँ धेरै गर्नु आवश्यकता छ। अलिकता यहाँको व्यवसायहरू एकजुट नभएको स्थिति छ अहिले। अब यसलाई एकजुट बनाउनु पर्यो, पालिकाले पनि अनुगमन गरिदिनु पर्यो होइन। हजुर। अनि यहाँ होटलमा सकेसम्म एकरूपता होस्, पर्यटकले एकदम उत्कृष्ट सेवा सुविधा पाओस्, जसले गर्दा तपाईँहरू जस्तो यहाँ चाहिँ सय युवाहरूले चाहिँ एउटा लगानी गरिरहनु भएको छ। अब ऋण खोजेर, अब ऋणसँग पैसा त कहाँ हुन्छ र होइन, सबै ऋण खोजेर अब यस्तो युवा मान्छे अब सबै विदेश नगइकन यहीँ आफ्नै ठाउँमा केही गर्नुपर्छ भनेर एउटा आँट निकाल्नु भएको छ। यसको लागि शुभकामना। यहाँलाई यो व्यवसायको लागि चाहिँ अझ उत्कृष्ट गर्दै जानु होला। यसलाई म मेरो तर्फबाट पनि सैलुङ गाउँपालिकामा हामीले सक्ने, सैलुङ गाउँपालिकाले सक्ने कुराहरू आवाज उठाउने बाचा गर्दै आज तपाईँसँग चाहिँ यो राम्रो कटेजहरू देख्न पाएकोमा सैलुङ गाउँ यो कालापानीमा एकदम खुसी अनुभूति भइरहेको छ। यहाँ आउने पर्यटकहरूले यस्तै कटेजहरू खोजिरहेका हुन्छन् र अहिलेको समयअनुसार मान्छेको चाहना कस्तो छ त्यो अनुसार चाहिँ व्यवसाय गर्नु होला। र हामीले चिनेर जानेका जुन हामीसँग सोध्ने हुन्छन्, हामी पनि यो सैलुङको पर्यटन क्षेत्रको लागि पर्यटकहरूको आगमन गर्न सक्दो सहयोग गर्छौँ। यहाँहरूलाई धेरै धन्यवाद है त हजुर। हस्, धन्यवाद।